हेलो साथीहरू नमस्ते। स्वागत छ तपाईँहरूलाई सिभिल क्रेज नेपाली युट्युब च्यानलमा। साथीहरू आज पुनः तपाईँहरू समक्ष एकदमै राम्रो दुईवटा बेडरुम भएको टिन सेट घरको डिजाइन लिएर आइसकेको छु। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको फ्रन्ट फेस रहेको छ भने यो चाहिँ हाम्रो घरको लेफ्ट एलिभेसन र यतापट्टि हेर्नुहोस् त हाम्रो यो घरको राइट एलिभेसन रहेको छ। राइट एलिभेसनमा एउटा मात्रै झ्याल राखिएको छ है त। यो चाहिँ हाम्रो घरको ब्याक एलिभेसन रहेको छ साथीहरू। ब्याक एलिभेसन हामीले एउटा पनि ओपनिङ राखेको छैन। हामीले आफ्नो जग्गाको जिरो लेभलबाट समातेर घर बनाउन मिल्छ, त्यसरी चाहिँ डिजाइन गरिएको छ। साथीहरू तपाईँहरू गाउँको लागि एकदमै सस्तोमा बन्ने घरको डिजाइन खोजी बनाउनुहुन्छ भने ल हेर्नुहोस्, यो घरको डिजाइन तपाईँको लागि उपयुक्त हुनसक्छ। कृपया तपाईँहरू भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला है त। ल घर चाहिँ हाम्रो के कस्तो रहेको छ त्यो लेआउट हेरौँ त, त्यसपछि चाहिँ हामी अन्य कुराहरू छलफल गरौँला। त्यसको लागि मैले तपाईँहरूलाई घरको 3D प्लानमा लिएर जान चाहे। ल हेर्नुहोस् है त, एकदमै सिम्पल र राम्रो खालको डिजाइन गरिएको छ। 10 इन्चीको वाल लगाइएको छ यसमा इँटाको गाह्रो लगाएर। र यहाँ हेर्नुहोस् त, यो चाहिँ हाम्रो दुईवटा बेडरुम रहेको छ भने यो चाहिँ हाम्रो किचन र एउटा बरन्डा पनि सानो राखिएको छ। र यो चाहिँ टोयलेट बाथरुम हुने भयो त। सानो एरियामा बनेको छ, 498 क्षेत्रफलमा बनेको यो घर चाहिँ एकदम चिटिक्क र दुईवटा कोठा भएको टोयलेट बाथरुम भएको एकदम सस्तामा बन्ने खालको घरको डिजाइन रहेकोले यसमा हामीले यो घर बनाउनु पर्यो भने कति लम्बाइ चौडा राख्ने, घरको भित्री रुमको साइजहरू के कति रहन्छ, वल थिकनेस कति राख्ने, टोयलेट बाथरुमको साइज कति रहन्छ, किचनको साइज कति राख्ने, प्लिन्थ हाइट कति राख्ने, सेटब्याक के कति छोड्ने, खर्च कति लाग्छ, ती सम्पूर्ण कुराहरू म तपाईँहरूलाई भिडियोको अन्तिमसम्म जानकारी दिनेछु। तपाईँहरू भिडियो स्किप नगरी हेर्नु होला है त। ल यो चाहिँ हाम्रो घरको लेआउट थियो साथीहरू। अब चाहिँ हामीले एकैछिन घरको बाहिरी डाइमेन्सनको कुरा गर्नु पर्यो भने ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको फाइनल लुक रहेको छ होइन। र घरको फ्रन्ट फेस हेरौँ कति रहेको छ है त। यो चाहिँ हाम्रो घरको अगाडिको मोडा भयो र अगाडिको मोडा हाम्रो 24 फुट लम्बाइको रहेको छ भने यसको चौडाइ हेर्नुहोस् साथीहरू कति रहेको छ। चौडाइ चाहिँ यसमा क्लियर स्पान बाहिरी डाइमेन्सन हाम्रो कति राखेको छ त्यो हेरौँ है त। हाम्रो 18 फुट 8 इन्ची हाम्रो घरको चौडाइ हुने भयो। 24 बाई 18 फुट 8 इन्ची र यसरी टोटल प्लिन्थ एरिया हाम्रो टोटल बाथरुम समेत इन्क्लुड गरेर कति हुन्छ भने 498 स्क्वायर फुट हुन जान्छ है त। यो 498 स्क्वायर फुटमा कति बजेट लाग्छ भनेर सोच्दै हुनुहुन्छ भने ल हेर्नुहोस् त, म तपाईँहरूले क्लियर गर्न चाहन्छु, जसमा प्लास्टर, पेन्टिङ, वायरिङ, प्लम्बिङ, झालढोका सबै इन्क्लुड गरिएको हुन्छ। त्यो सबै कम्प्लिट गरेर तपाईँहरू मजाले 8 देखि 10 लाखको भित्रमा भनौँ न 9 लाखको हाराहारीमा तपाईँहरूले यो घर मजाले बनाउन सक्नुहुन्छ। र यो घर बनाउँदा तपाईँहरूले भर्खर घरको बाहिरी डाइमेन्सन त हेर्नुभयो, तर रुमको साइजहरू के कति रहन्छ। हामीले ल 8 देखि 9 लाख अथवा 10 लाखसम्म यो घर बनाउने त भयौँ, क्षेत्र हिसाबले कस्ट चाहिँ अलिकति कम बेसी हुनसक्छ, त्यही भएर मैले 8 देखि 10 लाख भनेको छु। तपाईँहरूले यो घर बनाउनु पर्ने भइसकेपछि घरको साइज के कति राख्ने, रुमको साइज के कति राख्ने, त्यो कुराहरू तपाईँहरूले जान्नुपर्ने एकदम जरुरी हुन्छ। मैले तपाईँहरूलाई त्यही जानकारी गराउन गइरहेको छु। ल हेर्नुहोस् त, फेरि एकचोटि मैले तपाईँहरूलाई घरको रुफ हटाएर देखाउन चाहेँ। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको 3D प्लान। ल अब चाहिँ हेरौँ साथीहरू, बरन्डा के कति राख्ने, कति चौडाइ राख्ने, कति लम्बाइ राख्ने। ल हेर्नुहोस् है त, बरन्डाको चौडाइ चाहिँ हाम्रो क्लियर स्पानमा 6 फुट राखेको छ। र यसको लम्बाइ कुरा गर्नुपर्दा साथीहरू, लम्बाइ चाहिँ यसमा 15 फुट 11 इन्च अर्थात् 16 फुट भनौँ यसको लेन्थ हुने भयो। अब चाहिँ कुरा गरौँ साथीहरू, यसरी हाम्रो यो बरन्डामा टोयलेट बाथरुम होइन, बरन्डामा किचन रुम राखिएको छ र यसको साइज कुरा गर्नुपर्दा ल हेर्नुहोस् त, 7 फुट 3 इन्च यसको लेन्थ रहेको छ। र यसको क्लियर स्पान चौडाइ कति हुने भयो त, ल हेर्नुहोस् है त, 5 फुट 7 इन्ची है त। र यसमा ओपनिङ हेर्नुहोस् त, एउटा ढोका एउटा झ्याल राखिएको छ। ढोकाको साइज तपाईँहरूले 3 फुट बाई 7 फुटको राखेर झ्याल चाहिँ 3 फुट बाई 4 फुटको राख्न सक्नुहुन्छ। र यसरी तपाईँहरूले किचन टेबल बनाउनु पर्ने हुन्छ है त। र यो चाहिँ तपाईँहरू किचन रुम हुने भयो। अब चाहिँ कुरा गरौँ साथीहरू हाम्रो यो बेडरुमको त। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो प्रथम बेडरुम रहेको छ यो घरको। र यसको लम्बाइ चौडाइ हेर्दैछौँ हामी। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो कति लम्बाइ चौडाइ राखिएको छ त, 10 फुट 9 इन्ची यसको लम्बाइ हुने भयो। र यसको चौडाइ कुरा गर्नुपर्दा साथीहरू, चौडाइ चाहिँ क्लियर स्पानमा 11 फुटको राखिएको छ। र यसमा हामी गेबल वाल प्रोभाइड गर्छौँ माथिबाट धुरी हालेर छाना हाल्नको लागि भने एउटा झ्याल राखेको छ, ओपनिङ र एउटा ढोका राखेको छ। झ्यालको साइज हामी 3 फुट बाई 4 फुटको राखेर ढोका चाहिँ एउटा 3 फुट बाई 7 फुटको राख्नुपर्ने हुन्छ भने। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो अर्को बेडरुम रहेको छ। र अर्को बेडरुममा पनि एउटा ढोका राखिएको छ, जसको साइज हामी 3 फुट बाई 7 फुटकै राख्छौँ भने एउटा झ्यालको साइज हामी दाहिनेपट्टि राख्छौँ र 3 फुट बाई 4 फुटकै राख्छौँ भने। ल हेर्नुहोस् त, यसको साइज हेरौँ है त, भित्री
क्लियर स्पानमा कति लम्बाइ चौडाइ राखेको छ त्यो हेरौँ त। 10 फुट 9 इन्ची यसको लम्बाइ हुने भयो र यसको चौडाइ कुरा गर्दैछौँ हामीलाई। हेर्नुहोस् त यसको चौडाइ क्लियर स्पानमा 11 फुटकै राखिएको छ। यो चाहिँ हाम्रो घरको लम्बाइ चौडाइ हुने भयो साथीहरू। र यो घर बनाउँदा हेर्नुहोस् त यसरी चाहिँ हाम्रो नर्मल वाल लेभल त यो भइ नै हाल्यो, चौतर्फी तपाईँहरूले जुन देख्दै हुनुहुन्छ होइन। र यो जुन नमस्ते आकारको उठाइएको छ त्यसलाई हामी गेबल वाल भन्छौँ। र यसको हाइट तपाईँहरूले 3 फुटदेखि 3.5 फुटसम्म राख्न सक्नुहुन्छ होइन, जतिमा तपाईँहरूले स्लोप रेसियो राम्रो देखिन्छ। ल हेर्नुहोस् त मैले चाहिँ यहाँ 3 फुट प्रोभाइड गरेको छु। अब चाहिँ हामी कुरा गरौँ एकैछिन वाल थिकनेसको। त ल हेर्नुहोस् त साथीहरू यसमा हाम्रो जम्मा बाहिरी वालको साथसाथै भित्री वाल सबै 10 इन्च थिकनेसको राखिएको छ, जसमा मात्रै तपाईँहरूले किचन र टोयलेट बाथरुमको 5 इन्च थिकनेसको वाल लाउनु पर्ने हुन्छ। र यो चाहिँ हाम्रो घरको डाइमेन्सन थियो। साथै यसमा हाम्रो मेटेरियल के कस्ता प्रयोग गर्ने भनेर सोच्दै हुनुहुन्छ भने जति वाल तपाईँहरूले देख्नुभयो त्यो सम्पूर्ण वाल हाम्रो इँटाको गाह्रो लगाइएको छ भने बरन्डामा छाना सपोर्टको लागि हेर्नुहोस् त मैले यहाँ इँटाकै पिलर हालेको छु। तपाईँहरूलाई मन लाग्छ भने काठकै भर्टिकल पोस्ट पनि हाल्न सक्नुहुन्छ, काठकै खम्बा पनि राख्न सक्नुहुन्छ। अब कुरा गरौँ साथीहरू टोयलेट बाथरुमको। त ल हेर्नुहोस् यो चाहिँ हाम्रो टोयलेट बाथरुम रहेको छ र यसको बाहिरी डाइमेन्सन कति रहेको छ भने 7 फुट 3 इन्ची यसको लेन्थ राखिएको छ। र यसको चौडाइ कति राख्ने भन्दा 4 फुट 5 इन्ची। 7 फुट 3 इन्ची जुन लम्बाइ रहेको छ त्यसमा सर्टेन पार्टमा तपाईँहरूले कोमोड अथवा प्यान्ट सेट गरेर बाँकी पर्सनमा एउटा सावर सेट गर्नुपर्ने हुन्छ। र यसरी हेर्नुहोस् त माथिबाट छत ढलान गरेर यसरी हामी खानेपानीको ट्याङ्की राख्न सक्छौँ। यहाँबाट हाम्रो पानी सप्लाई हुन्छ। एउटा भेन्टिलेसन राख्न सक्नुहुन्छ। यसमा भेन्टिलेसनको साइज तपाईँहरूले आफ्नै रिक्वायरमेन्टको राख्दा केही फरक परेन। मैले चाहिँ यहाँ 3 फुट बाइ 1.5 फुटको प्रोभाइड गरेको छु र ढोका एउटा 2.5 फुट चौडाइ राखेर 7 फुटको राखेको छु है त। अब कुरा आउँछ साथीहरू हामीले यो घर बनाउँदा फिनिसिङ गर्दा कति खर्च लाग्यो त्यो मैले तपाईँहरूलाई जानकारी गराइदिएँ। लगभग 8 देखि 10 लाखको बिचमा बन्छ। मैले 8 देखि 10 किन इन्क्लुड गरेँ भने एरिया हिसाबले फरक पर्न जान्छ। जस्तै तपाईँहरूले दुर्गम क्षेत्रमा बनाउँदा त्यहाँ ट्रान्सपोर्टेसन अलिकति बढी लाग्न सक्छ, इँटाको ढुवानी बढी लाग्न सक्छ, त्यसरी चाहिँ अलिकति अमाउन्ट बढ्न सक्छ भने सुगम क्षेत्रमै बनाउँदा तपाईँहरूलाई 10 लाख पनि खर्च लाग्दैन। लगभग 9 लाखको हाराहारीमा यो घर मजाले फिनिस गर्न सक्नुहुन्छ। त्यो पनि पुरै फिनिसिङ जसमा प्लास्टर, पेन्टिङ, वायरिङ, प्लम्बिङ, झ्यालढोकाहरू सबै कम्प्लिट गरिएको छ। यतिमा तपाईँहरूले घर मजाले बनाउन सक्नुहुन्छ। हस् त साथीहरू तपाईँले यो घरको डिजाइन कस्तो लागेको छ, घरको डिजाइन मन परेको छ भने भिडियोलाई अवश्य लाइक गरिदिनुहोस्। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनुहोस् है त। र बाँकी कुरा हेर्नुहोस् त यसमा हामीले रुफिङको मेटेरियल है त। ल यो चाहिँ हाम्रो गाह्रो इँटाको लगाउने भयौँ। र यो छाना के हाल्ने भन्दा मैले चाहिँ यहाँ युपिएसी टाइल्स देखाएको छु। तपाईँहरूले यसमा जस्ता पाताको छाना पनि राख्न सक्नुभयो, टिनको छाना होइन। र प्लिन्थ हाइटको कुरो छ भने प्लिन्थ हाइट यहाँ हेर्नुहोस् त मैले चाहिँ यहाँ जम्मा 1.5 फुट हाइट राखेको छु। तपाईँहरूले पनि मिनिमम रोड लेभल भन्दा 1.5 फुट अथवा 1.5 फुट भन्दा माथि चाहिँ प्लिन्थ हाइट राख्नु होला। अब चाहिँ कुरा आउँछ ल हेर्नुहोस् त जुन एलिभेसनमा हामीले ओपनिङ प्रोभाइड गरेका छौँ, झ्याल ढोका होइन, त्यो सम्पूर्ण एलिभेसनमा हामीले सेटब्याक छोड्नु पर्ने हुन्छ। र अर्को कुरो के छ भने यस्तो घर प्रायः जस्तो गाउँघरमा बनाउनु भएकोले हामीले आँगन चाहिँ राख्नुपर्ने हुन्छ। आँगनमा हाम्रो अनेकौँ काम हुन्छ, जस्तै पार्किङको कुरो भयो होइन, त्यसै गरी गाईबस्तुहरू बान्नुपर्ने ठाउँ राख्नु पर्यो, त्यसै गरी धान बालीहरू सुकाउने ठाउँ राख्नु पर्यो। त्यति जग्गा तपाईँहरूले राखेर चाहिँ यस्तो घर बनाउनुहुन्छ। ठ्याक्कै घर मात्रै बनाउन चाहनुहुन्छ भने मैले जति लम्बाइ चौडा भने त्यतिको मात्रै राखेर बनाउँदा केही फरक पर्दैन। हस् धन्यवाद। तपाईँहरूलाई नेक्स्ट भिडियोको साथ उपस्थित हुनेछु। प्लिज किप वाच, किप सपोर्टिङ अस। थ्याङ्क यू।